सबैजनामा म चाहिँ न्यू खगेन प्रडक्ट्सबाट सुरेश भण्डारी फेरि पनि अस्ति हामीले 2020 मोडलको पल्सर 125 को राखेका थियौं। उहाँलाई चाहिँ सर्वप्रथम बधाई छ सरलाई, एकदमै हजुरलाई बधाई छ। धन्यवाद। हजुरलाई चाहिँ यो 2020 मोडलको लिनुभयो हैन, अस्ति नै हजुरले हेर्नु भएको थियो, बुक पनि गर्नु भएको थियो। थोरै समस्याले गर्दा म पनि बाहिर भयो अनि तपाईले पनि आफू काममा बिजी भएर चाहिँ केही दिनपछि ढिलाउनु भएको छ, त त्यही पनि हजुरलाई एकदमै धन्यवाद छ। अनि हजुरलाई बाइक चाहिँ कस्तो लाग्यो? बाइक एकदम मलाई राम्रो लाग्यो छ, एकदमै राम्रो लाग्यो नि। बुझ्या थियो केही दिन अलि कामको व्यस्तले ढिलो भयो। हजुर त्यो चाहिँ एकदम राम्रो लाग्यो सर, एकदम राम्रो कम्बिनेसन छ। अनि हजुरको यसको प्राइस चाहिँ कस्तो लाग्यो? प्राइस पनि एकदम राम्रो चित्त बुझ्यो नि। अनि हजुरले त खासमा पुरानो बाइक एक्सचेन्ज गरेर लिनु भयो नि त। त्यो त पुरानो मोडल पुरानो तपाईले 1-2 वर्ष चलाउनु भयो, यहीबाट लगेको। अनि हालेको रेट भन्दा कतिको रिसेल भेटाउनु भयो त? मलाई एकदम राम्रो रिसेल भेटाउने भयो। एकदमै खुसी हुनुहुन्छ नि? एकदम खुसी हजुर। अनि अरु कस्टमरहरुलाई यो हजुरको यो डोटीको लोकेसन अब नजिक पर्ने पाइपर्ने साथीहरुलाई चाहिँ के भन्न चाहनुहुन्छ? म अरु साथीहरुलाई के भन्न चाहन्छु के अब रिकन्डिसन बाइकहरुमा सबभन्दा राम्रो बाइक यहाँ मिल्यो मलाई त। हजुर। अब सबै साथीहरुले विश्वासले गरेपछि सबै राम्रो हुन्छ। किनकि तपाईले एउटा बाइक मात्र नभएन, एउटा चलाएर 2 वर्ष चलाउनु। यो भन्दा म अगाडि हामीले नै बेचेको ग्लाइडर बाइक थियो 2 वर्ष अगाडि। 2 वर्ष अगाडि चलाइसके। 2 वर्ष चलाएर उही बाइकलाई यहाँ ल्याएर फेरि 20-25 हजार घटाएर उसैलाई चाहिँ एक्सचेन्ज गर्नु भएको छ। हजुरलाई धेरै धेरै धन्यवाद। यति धेरै माया र विश्वासको लागि। ल अब हजुरहरुको पालो, हाम्रो डोटी लोकेसनमा आउन नभुल्नु होला। ल सबैजनाले सबैजनालाई सम्झिदिनु होला। हजुर धन्यवाद सर।